हेलो नमस्ते यो मेरो पछाडिदेखिको सिन चाहिँ यो ठाउँको चाहिँ खुङ होलमेन भन्छ यो चाहिँ स्विडेनको एउटा टापुमध्ये यो पनि सेन्टर हो सेन्टर पर्छ अनि यो सबै पार्किङ गरेको यहाँ चाहिँ पार्किङ लाग्छ नि त यो चाहिँ राम्रो छ भ्यू होइन यतापट्टिको भ्युजहरू सो म आएको स्विडेन आएको लगभग एक वर्षभन्दा बढी भयो 2 वर्ष लाग्यो 2 वर्ष भयो नि भयो भन्थ्यो होइन 2 वर्ष बढी भयो खास गरी म आएको चाहिँ स्टुडेन्ट भिसामा लगभग अब म चाहिँ स्टुडेन्ट आएँ तर पढ्न चाहिँ पढेन त्यो चाहिँ अब फ्याक्ट अब दुःखको कुरो अब यहाँ पढ्छु भन्दा पनि त्यस्तै हुन्छ अब स्टुडेन्टलाई गाह्रै छ अनि म चाहिँ हरेक कुरा चाहिँ भिडियोहरू बनाइरहेको हुन्छु अब जस्तै केही कुरा चेन्जहरू डिसिजन लिने बेलाको बेला चाहिँ बनाइरहन्छ जस्तै म पनि अब स्विडेन छोड्दैछु भन्ने भन्दा पनि स्विडेनमा चाहिँ म चाहिँ आफ्नो केस आफै क्लोज गर्न लगाइरहेको छु नि त जुन मैले पहिला एउटा भिसा हालेको थिएँ के अरे सेल्फ अन्टरप्रेन्योरसिप भन्ने हुन्छ के अरे बिजनेस भिसा भनौँ न ल त्यो टेक्निकल्ली चाहिँ अनि म चाहिँ यहाँबाट मुभ गर्न लागेको त्यही भएर सो केही कुरा टिप्सहरू आउन चाहिँ यो स्पेसली चाहिँ हाम्रो म चाहिँ स्टुडेन्टमा आएको भएर होइन जो स्टुडेन्ट आउँदै हुनुहुन्छ उहाँलाई चाहिँ स्विडेन आउँदाखेरि चाहिँ अलिकति माइन्ड प्रिपेयर गरेर आउनु स्टुडेन्टको लागि त्यति सजिलो छैन स्विडेन तपाईँ स्विडेनमा एज अ ट्रान्जिट फर इक्जाम्पल स्विडेन आउने स्विडेनमा अर्को देश जानलाई चाहिँ ठिक छ स्विडेन चाहिँ त्यसो भए नत्र यहाँ म आएर स्टुडेन्ट भएर खर्च गरेर पढ्छु भन्यो भने चाहिँ तपाईँलाई चाहिँ कमाएर पढ्छु भन्यो भने चाहिँ स्विडेन अलिकति गाह्रै छ त्यही हो ब्युटिफुल भ्यू छ म चाहिँ खास गरी यो चाहिँ मैले आफ्नो प्रोफाइलको लागि फ्युचरिस्टिक हुन्छ नि त फ्युचरमा के गर्यो कहाँ गयो मैले बनाइरहेको हुन्छु त्यस्तो भिडियोहरू होइन अनि चाहिँ पोस्ट गरिरहेको हुन्छु तर पोस्ट त गर्दिनँ तर कति कुरा चाहिँ म गर्छु कति कुरा गर्दिनँ त्यही हो यहाँबाट चाहिँ अब यो स्टकहोम यो स्टकहोम जस्ट भ्यू चाहिँ राम्रो छ यहाँको अब पैसा पनि त्यस्तै छ खर्च एकदम एक्सपेन्सिभ सिटी छ त्यही हो स्टुडेन्टहरू आउँदा चाहिँ अलिकति होस् गर्नु अब यहाँ अब स्टुडेन्टको लागि त्यति सजिलो त छैन आउनु अब वर्क पर्मिट पाएर तपाईँ अलिकति स्किल छ भने चाहिँ पोसिबिलिटी छ होइन वर्क पर्मिट हालेर के रिस्ट्रिक्सन छैन त्यो त त्यहाँसम्म म पुगेन म चाहिँ के गर्छु कसो गर्छु होइन भन्दा नि अब तपाईँहरू आउँदाखेरि चाहिँ स्विडेन राम्रो देश छ आउनुहोस् तपाईँको टार्गेट के छ जस्तै मेरो त कम्पनी छ नि त यहाँ मेरो त्यो कम्पनी अब कम्पनी ट्याक्स नै हाल्ला म अब कार्बन अब प्रिमियम ट्याक्सहरू गरेर हुन्छ त्यही भएर मेरो त कम्पनी छ त्यही कम्पनीलाई अझ स्टुडेन्ट बसेर अब चाहिँ मेरो चाहिँ अर्को देश सिफ्ट हुन लागेको म त्यही भएर उतातिर यताको चाहिँ कम्पनी बन्द नगरे पनि यहाँको ट्याक्स सिस्टम के अरे एफ ट्याक्स भन्छ स्कादरवेदलाई चाहिँ खबर गरेर म क्लोज गर्न दिने अनि यहाँको केस क्लोज गरेर अर्को देशको अप्लाई गर्ने त्यो चाहिँ अब त्यही हो बेस्ट उपाय नेपालीहरूको लागि चाहिँ होइन स्पेसली स्टुडेन्टको लागि अब जो अलरेडी पेपर छ अर्को देशको होइन पासपोर्ट छ उसलाई त मतलब होइन म चाहिँ एज ए स्टुडेन्ट भएर सोच्दाखेरि चाहिँ यो स्टुडेन्टहरूको लागि चाहिँ अलिकति चाहिँ सोच विचार गरेर आउनु अब तपाईँले आउने बित्तिकै जबहरू खोज्नु होला गाह्रो होला होइन अब भन्दा नि म चाहिँ अब के गर्छु भने अलिकति फुल्ली प्रिपेयर भएर आउनु तपाईँको टार्गेट के छ त्यो गरेर आउने अरू त्यस्तै हो भिडियो चाहिँ दामी छ अब यो चाहिँ मैले किन भन्दाखेरि स्टुडेन्ट धेरै गाह्रो देखेँ क्या म आफै पनि भोगेँ होइन स्टुडेन्टलाई चाहिँ गाह्रै छ म त मेरो त आउनुको 1-2 महिनामा क्लियर भइहाल्यो दिमाग मैले त देखिहालेँ यहाँ के छ भनेर त्यो भिजुअलाइज गर्न थालिहालेँ मेरो लागि त रहेन चाहिँ त्यही पनि म आएको चाहिँ अन्टरप्रेन्योरसिप कोर्सको लागि हो पढ्ने तर त्यो चाहिँ त्यो राम्रो कोर्स छैन मेरो लागि चाहिँ म जुन तरिकाले प्लान गरेर आएको थिएँ पढ्छु भनेर आयो यहाँको अवस्था देखेपछि यो कोर्स ठिक छैन भन्ने कुरा मेरो स्पष्ट भयो राम्रो छ नि जस्ट सिटी राम्रो छ एकदम भाइब्रेन्ट छ मान्छे एकदम हेल्पफुल छ यहाँका मान्छेहरू त्यस्तो चाहिँ अरू युरोपियन कन्ट्रीभन्दा स्विडेनको मान्छेहरू राम्रो छ धेरै राम्रो छ त्यस्तो रेसिस्ट पनि छ तर अलिक कम छ यहाँ चाहिँ त्यस्तो चाहिँ मान्छे एग्रेसिभ छैन राम्रो छ जस्तै त्यही हो अब
त्यस रमाइलो छ आयो भने चाहिँ केटाकेटीहरू आएर रमाइलो गर्ने स्विडेनमा बस्ने 2-3 वर्ष कल्चर बुझ्ने के यहाँको सिस्टम कस्तो छ होइन नेपालमा के कमी छ त्यही हो बुझ्ने अरू त नेपाल पनि ठिकै छ एजुकेसन सिस्टम राम्रै छ मैले पढेर आयो नेपालमा मास्टर गरेर आयो राम्रै छ नेपालको एजुकेसन सिस्टम तर यहाँ अलिकति हाम्रो चाहिँ एकाडेमिक राइटिङ र प्रेजेन्टेसनमा चाहिँ एकदम विक हो तर बाँकी कुरा हामीले जित्दिन्छ यहीँको बुढाबुढीहरूलाई त्यही अपर्च्युनिटी बाँकी कुरा हाम्रै अरू कुरा सबै ठिक छ प्रेजेन्टेसन र एकाडेमिक राइटिङमा चाहिँ हामी एकदम जेरो मास्टर गरायो भन्नु मात्रै हुन त थाहा भए पनि त्यो उनीहरूसँग कम्पिटिसन गर्न चाहिँ गाह्रो पर्छ उनीहरूको मैले सोधेको थिएँ 15-16 वर्षबाट एकाडेमिक राइटिङ स्टाइलमा प्र्याक्टिस हुन्छ उनीहरूको त्यसको साइटेसन गर्ने के होइन कुन चाहिँ एकाडेमिक मेथडमा लेख्ने हाम्रोमा त्यस्तो हुँदैन हाम्रोमा त कपी पेस्ट हुन्छ स्कुलदेखि नै त्यही ल साइन अफ यति हो अब यो चाहिँ मेरो पर्सनल रेकर्डको लागि हो अनि अब खास गरी म स्टुडेन्टको कुरा गर्नु थिएन स्टुडेन्टको कुरा खै कसरी निस्क्यो त त्यो रमाइलो छ सिटी ल थ्याङ्क यू